सम्पूर्ण दर्शकबिनलाई नमस्कार। दर्शकबिन सबैजनालाई मेरो तर्फबाट नमस्कार। म सुरज पराजुली। आज फेरि म एउटा भिडियोको साथमा यहाँहरु समक्ष आएको छु। जुन भिडियो हेरेर मलाई एकदमै भित्रबाट नरमाइलो लाग्यो र मलाई त्यसपछि मैले यो भिडियो बनाउने सोच गरेर धेरै पछि मैले यो भिडियो बनाउँदै छु। पहिला यो भिडियो एकचोटी हेरौँ ल, अनि त्यसपछि कुरा गर्छु म है त। दर्शक पनि हेरिहाल्नुभयो तपाईले यो भिडियो। जुन सृजना वाग्लेले चाहिँ जुन प्रकारको यस्तो यो भनिन्छ नि गुण्डागिर्दी क्या, गुण्डागिर्दी सडकमा रहेको गुण्डागिर्दी जस्तो चाहिँ जुन उसले व्यवहार देखाएको छ, यसको लागि चाहिँ म बिल्कुलै म भित्रबाट नै आपत्तिजनक व्यक्त गर्दछु। हिजो त्यो झगडाको बेलामा म पनि कहाँबाट पुगेको थिएँ हैन। म बानेश्वरतिर आएको थिएँ। त्यो यो सानो काम मेरो त्यस्तै नहुने भएको भएर चाहिँ म त्यहाँ गएको थिएँ र त्यसै बिचमा म हेरिरहेको थिएँ। त्यहाँ त्यो हेरेँ, अलिकति पर थिएँ, मैले हेरेँ, त्यो देखिरहेको थिएँ चर्तीकला। र त्यसपछि मलाई केही भन्न मन लाग्यो। किशोर खतिवड़ालाई मैले धेरै अगाडिदेखि चिनेको हो। उहाँ मेरो मित्र हुनुहुन्छ, राम्रो मित्र हुनुहुन्छ। उहाँले जुन प्रकारको पहिलेदेखि जुन आइरहेको थियो उहाँको स्क्यान्डल, जुन लक्ष्मी गदाल भन्ने लेडिजसँग चाहिँ उहाँको नाम जोडिएर जुन आएको थियो, त्यो विषयमा मलाई त्यति बोल्न पनि मन लागिरहेको थिएन। किन दुई बीचमा नै जब एकै ठाउँमा बसिसकेपछि बसुन्जेल त बस्यो हैन, भोलिपल्ट मन नमिलेपछि फेरि त्यस्तो भयो भन्ने कुरा सोचे। मैले त्यति खासै सिरियसली पनि लिइरहेको थिइनँ। तर जब हिजोको काण्ड मैले जब भिडियोहरू पुरै मलाई खास कुरो के भएको भन्ने कुरो मैले त्यतिखेरसम्म मैले बुझ्न सकिरहेको थिएन हैन। जब म घर आएर सबै भिडियोहरू पुरै चारैतिरबाट छरपष्ट भएर आइसकेपछि मैले छ्याङ्ग भए। हुन त म त्यो झगडाको उसमा त्यही अलिकति परबाट बसेर हेरिरहेको थिएँ। केही समय अगाडि किशोर खतिवड़ाजी पनि यताबाट आउँदा अलि परै थिए म हैन। अनि उनीहरू गाडीबाट आइसकेपछि त्यहाँ पहिले बाटोमै छरपष्ट हुने प्रकारको लडाई चलिरहेको थियो हैन। म पहिलोचोटि म के भन्न चाहन्छु भने यो जुन यो वाग्लेज्यू, सृजना वाग्लेज्यू, उहाँ कस्तो प्रकारको नारी अधिकारवादी भन्नुहुन्छ हैन आफूलाई। तर कसरी नारीको कसरी के गर्नुभयो थाहा भएन। मलाई चाहिँ एकदमै मलाई भित्रैबाट उहाँप्रति एकदमै रिस उठेर आइरहेको छ हैन। किन भन्दाखेरि उहाँले जुन प्रकारको पहिला पनि भन्नुभएको थियो, जुन लक्ष्मीलाई चाहिँ फकाएर चाहिँ बिहेको, जुन त्यो भद्रकाली मन्दिरमा बिहेको जोडा लगाइदिएर बेहुली बनाएर चाहिँ मिडिया मार्फत चाहिँ किशोर खतिवड़ाले चाहिँ ब्लेम लगाएर किशोर खतिवड़ाले चाहिँ एकदमै तल्लो स्तरमा ढाल्ने प्रयास गर्नुभएको थियो उहाँले। त्यो एकदमै गलत थियो। र पनि अब त्यो केसहरू, पहिलाको केसहरू त सबै सकिसकेको थियो। र फेरि हिजो अचानक जुन प्रकारले उहाँले घरभित्र त्यो भिडियोमा हेर्न पाइन्छ हामीले, जब त्यो झ्यालमा डाङ 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 डाङ, यस्तो कोही मान्छेले गर्छ? यस्तो सधैँ मान्छेले गर्छ? यो त गुण्डागिर्दी नि हो, सिधै गुण्डागिर्दी हो। नेपाल कानूनलाई म यो भन्न चाहन्छु, प्रहरी प्रशासनलाई यो भन्न चाहन्छु, यो केसको जतिसक्दो छिटो छानबिन होस् हैन। कसको गल्ती हो त्यो गरियोस्। तर हिजोको गल्ती चाहिँ मलाई 16 जना 100% गल्ती चाहिँ सृजना वाग्लेको नै हामीले देखिरहेका छौँ। दर्शक पनि यो सम्बन्धी चाहिँ तपाईहरुले कमेन्ट गरिदिनु होला है। तल के लागिरहेछ, कसको गल्ती लाग्छ तपाईहरुलाई? हिजो जुन एकजना नारी चाहिँ कोठामा बसेर मजाले बसिरहेको अवस्थामा चाहिँ अचानक 4-5 जना हुल आएर चाहिँ झ्यालबाट ढाङ ढाङ डुङ डुङ डिङ डुङ डुङ गरेपछि जो पनि होपलेस हुन्छ, जो पनि डराइहाल्छ के भएको कसो भएको। अनि त्यो लक्ष्मी गदालाई चाहिँ बाहिर निस्की हैन, हामी के गर्दैनौ भनेर भन्ने 2-3 जना त्यो अभियन्ता हो या के हो मलाई थाहा भएन। नारीहरू पनि हुनुहुन्थ्यो, जेन्ट्सहरू त देखिन मैले त्यहाँनिर हैन, जुन त्यो लेडिजहरू हुनुहुन्थ्यो उहाँहरू चाहिँ कस्तो प्रकारको, उहाँहरू के गुण्डिनी हो कि के हो, फिल्मको कस्तो प्रकारको मान्छेहरू उहाँ चाहिँ।
के मान्छेलाई भित्र बसिरहेको मान्छेलाई चाहिँ बाहिर निकालेर कालो मोसो लगाउने उहाँको कहाँबाट आयो यत्रो हिम्मत? उहाँलाई कसले दियो यो अधिकार? होइन, यो अधिकार कसले दियो? यो चाहिँ एकदमै सोच्नुपर्ने कुरा छ। यदि यस्तो हुँदै गयो भने जोसुकैको घरमा पनि जो पनि गएर चाहिँ त्यस्तो गर्ने अवस्था देखिएको छ। किन भन्दा कोही पनि सुरक्षित भएन नि त त्यो प्रकारले त हेर्ने हो भने त। यदि कसैको घरमा गएर कोही लेडिजहरू कोही आइमीहरू बसिराख्नु भएको छ एक्लै भने 4-5 जना गएर चाहिँ च्यापै समातेर बाहिर ल्याएर चाहिँ फकाइ फुकाइ ल्याएर पहिला केही गर्दैन भन्ने बाहिर ल्याएर चाहिँ अनि पुरा कालो मोसो लगाएर त्यो पुरै लडाई गर्ने भनेको त यो एउटा एकदमै हुन सक्ने कुरा थियो। तर जुन प्रकारले हिजो सृजना वाग्लेज्यूले चाहिँ यो जुन काण्ड मचाउनु भएको छ उहाँलाई चाहिँ एकदमै हेर्नु सृजनाजी, तपाईँ भनेको एउटा मानव अधिकार वा के अरे यो जुन त्यो नारी अधिकार के भन्नुहुन्छ होइन, नारी अधिकारवादी के भन्नुहुँदो रहेछ होइन। तर तपाईँलाई कसले बनायो यस्तो यो प्रकारको हुन्छ? कसैले नारीको जब नारीलाई नै तपाईँले अधिकार दिलाउँछु भन्ने हो नि त होइन र? जुन शोषणमा परिएको नारीलाई चाहिँ तपाईँले अधिकार दिलाउने हो नि त। अनि भित्र बसिरहेको मान्छेलाई चाहिँ गएर कालो मोसो लगाएर पुरै त्यो तथानाम गाली गरेर यो के कहाँको स्टाइल हो? यो नारी अधिकारवादी भनेको कहाँ कुन उसमा लेखिएको छ यो बताइदिनु पर्यो तपाईँले। र दर्शक पनि जतिजनाले हेर्दै हुनुहुन्छ होइन, पहिला म यो पनि भन्न चाहन्छु यस च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला होइन, लाइक शेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। जति पनि हामी नेपाली हुनुहुन्छ विदेशबाट हेरिराख्नु भएको छ उहाँलाई चाहिँ हामीले के गर्नु पर्यो अब होइन, के गर्नुपर्छ कमेन्टमा लेखिदिनुहोस् होइन, कमेन्टमा लेख्नुहोस्। उहाँलाई जति सक्दो सजाय होस् उहाँलाई सजाय नै हुनुपर्छ। किन भन्दा उहाँ गिल्टी हो, उहाँले गल्ती गरेकै हो। उहाँ एउटा चोरको सरदार जस्तो हिसाबले चाहिँ गरेर त्यो अर्काको घरमा छिरेर कसले दियो उहाँलाई अधिकार? कसले दियो? उहाँले माफी माग्नै पर्छ। उहाँलाई वास्तवमा यदि माफी मागिएन भने होइन, हामी जस्तो दर्शकले हामी जस्तो बाहिरको मान्छेले के गर्ने हो भन्ने कुरो अब हामीले सोच्ने दिन आइसक्यो। यदि त्यो घरमा त्यस्तो घट्यो भने भोलि हामीहरूको घरमा पनि त्यस्तो घट्दैन भन्न सकिँदैन। हेर्नुहोस्, हामीहरूको घरमा पनि त्यस्तो घट्दैन भनेर भन्नै सक्दैन। हाम्रो फ्यामिलीमा पनि एक्लै हुन्छन् कहिले होइन, त्यस्तो अवस्थामा त्यस्तो गरिदियो भने हामीलाई कति रिस उठ्छ। किशोर खतिवटा पछि आए जे भने उहाँले माया गरेको मान्छे हो, उहाँले त उफ्रिन्छ नि त, उफ्रिँदैन? तपाईँको यदि दर्शक पनि तपाईँहरूको घरमा यदि कोही मान्छे आएर चाहिँ त्यस्तो भनौँ न एक प्रकारले त्यो हिजोको जस्तै गरिदियो भने तपाईँ के गर्नुहुन्छ ल भन्नुहोस्? त्यो पनि कमेन्ट गरिदिनु होला तल होइन। म यो चाहन्छु है, कमेन्ट गरिदिनुहोस्। र त्यो सृजना वाग्लेलाई चाहिँ जति सक्दो छिटो सजाय हुनुपर्छ है, 100% 100% उहाँलाई चाहिँ सजाय हुनैपर्छ। उहाँलाई सजाय हुनैपर्छ। उहाँको गल्ती हो। अर्काको घरमा बसिरहेको घरमा चाहिँ गएर यस्तो त्यो पनि यस्तो महामारी यो अहिले लकडाउन सर नै छ। अहिले पुरै काठमाडौँ पुरै ठप्प छ, कहीँ केही खुलेको छैन, न गाडी देखिन्छ न के गरिन्छ। उहाँहरू कस्तो अवस्थाबाट चाहिँ आएर चाहिँ पुरै त्यो घर फोड्न लागेको जस्तो होइन, पुरै ग्याङ वर त्यो फिल्मी प्रकारले फिल्मी स्टाइलले चाहिँ छिरेर होइन डाङडाङ र डुङडुङ गरेर चाहिँ त्यो गर्नु गलत थियो। ढाड भाँचिन्छ। हेर्नु सृजनाजी, तपाईँको ढाड भाँचिन्छ। यस्तै प्रकारले गर्दै गयो भने नि तपाईँले कसले ढाड भाँच्छ थाहा छैन। तपाईँको ढाड भातलाई हेर्नुहोस् अलिकति होस गरेर दिमाग पुऱ्याएर मात्रै काम गर्नुहोस्, अन्यथा तपाईँलाई कसले कहाँबाट ढाड भाँच्छ थाहा छैन। यो मेरो तपाईँलाई एउटा सानो सुझाव मात्रै हो। न तपाईँसँग मेरो रेसिपी न मेरो केही तपाईँसँग होइन। जस्ट मैले भनेको जे भने किशोर खतिवडा भनेको एउटा मैले राम्रोसँग चिनेको मान्छे हो। किशोर खतिवडासँग मैले 2-3वटा फिल्ममा सँगै काम पनि गरे हो। किशोर खतिवडा एकदमै भनौँ न उहाँले जे गरे पनि रक्सी खाए पनि उहाँले हो म मान्छु उहाँले रक्सी खानुहुन्छ। तर यो केस भनेको अलरेडी सकिसकेको थियो। फेरि तपाईँले त्यो कोट्याई त्यो के भन्छ नि त्यो बाँदरको जिउमा कतै घाउ लाग्यो भने कोट्याई गरेर झन् ठुलो पारेर आफै मर्छ अरे के। त्यो तपाईँ हो वास्तवमा बाँदर भनेको तपाईँ हो। सृजना वाग्लेज्यू तपाईँ हो बाँदर। न बाँदरले आफ्नो घर बनाउँछ न अर्काको घर बनाउन दिन्छ। अलिकति दिमागलाई अलिकति ठन्डा बनाएर हुन्छ के गरेर हुन्छ तपाईँले जसरी हुन्छ के गरेर हुन्छ माफी माग्नुहोस्। हिजोको केसको लागि तपाईँ गल्ती नै हुनुहुन्छ। तपाईँले गल्ती गरेकै हो। अर्काको घरमा बसिरहेको घरमा गएर त्यसरी तपाईँलाई कसले दियो अधिकार? डाङ्डा र डुन गर्ने कसले दियो अधिकार? कसले दियो? तपाईँ के देशको प्रधानमन्त्री भन्दा नि माथि लेभलको भएको मान्छे हो? नारी अधिकारवादी के तपाईँ आफ्नो ठाउँमा बस्नुहोस् न। तपाईँले नै पहिला भनेको त 10 लाख ल्याऊ 12 लाख ल्याऊ होइन। 10 लाख ल्यायो भने 2 लाख रुपियाँ यत्रो काम गरेको छ, 2 लाख रुपियाँ मलाई देऊ, 8 लाख तिमी राख। त्यतिकै नबोली त उनीहरूले त्यतिकै लक्ष्मी गदालले वास्तवमा नबोलिकन त तपाईँलाई भनेको छैन नि होइन र?
तपाईँ के ठुलो कुरो गरेर के यो त्यो के गरेर कराएको तपाईँ? के तपाईँ डन हो? तपाईँ गुन्डाको नाइके हो? हिजोको अवस्था के हो तपाईँको? त्यो पत्रकारलाई त्यो हेडलाइन्सको त्यो च्यानलको त्यो टेलिभिजनको उसलाई पनि कराइराख्नु भएको थियो। तपाईँको पत्रकारलाई पनि पत्रकार भन्दा पनि तपाईँ ठुलो भयो। अब को हो तपाईँ? तपाईँलाई कसले चिन्छ अहिलेसम्म? कतिजनाले चिन्छ? त्यही घर आफ्नो घरको वरिपरि बस्ने छिमेकीहरूले भन्दा कसले चिन्छ तपाईँलाई? तपाईँको त अनुहार मलाई थाहा पनि थिएन। जब यो के अरे किशोरजीको केसमा चाहिँ तपाईँ मुछेर आएपछि बल्ल पछिल्लो लटमा आएर तपाईँलाई अलिकति मान्छेले नोटिस गरे हो। तपाईँ वास्तवमा एउटा ठग हो। नभएको कुरालाई लगाएर ल्याएर मिडियामा उचालेर होइन, तपाईँ के महान भन्ने सोचेछ आफूलाई? अलिकति सोचौँ र दर्शक पनि यस्ता झोले यो हुन्छ नि नारीहरूको यस्ता यिनीहरूलाई चाहिँ कठालोमा ड्याङ ठटाएर कालो मोस चाहिँ यिनीहरूलाई लगाएर चाहिँ इन्डिया कटाएर आउनुपर्छ। इन्डियामा पनि बस्ने होइन, यो अलिकति पुरै कटाएर देशै निकालेर गर्नुपर्छ यस्ता झोलेहरूलाई चाहिँ। मलाई थाहा छ यो कुरा सुनेर आज उहाँको मान्छेहरूले मलाई गाली गर्नुहुनेछ। गाली गर्नुहोस्, जे गर्नुहोस्, बालै छैन, मलाई मतलबै छैन होइन। न म जिन्दगी कमेन्ट पढ्ने हो, मैले जति राम्रो कुरा गरे पनि गाली त आइहाल्छ। न म जिन्दगी कमेन्टै पढ्छु न केही नै गर्छु। म जस्ट मलाई लागेको कुरा बोले हो। रिसाउनुहोस्, खुसाउनुहोस्। हस्त दर्शक पनि नमस्कार।